왕자는 미래죠 당바 참고도 상심 부처다 겹지 수만 강화를 붙이 겹지 미교를 붙이 대신도 하는 겹지 부가를 붙이 सम्पूर्ण यो यासी छोटु विबे सिद्ध रुम्बुछे त्यस्तै गरी अब परम पूज्यले सिबनी और शेबे हामीगी रुम्बुछे त्यसै गरी भोको रुम्बुछे त्यसै गरी अनि देशिनी सम्पूर्ण कल्याण त्यसै गरी अनि ताने यो गिरिको संघ यासी समुदायलाई अनि सुस्वास्थ्यको कामना सबैलाई हार्दिक न्यानो अभिवादन 공감 사회에 섬주셔야니 अनि यो 다디 그 38औं 유머는 अब कैक्यु मलमको 예베기 आज अन्तिम दिन रहेको छ 닌 타마디 차디 거래 अनि यो एउटा अवसरलाई मैले लिएर 대당 예들이 고급디 손체네 통마 अनि 초기 조 리기다고 최기제 अनि यो वज्रधाराको स्वरूप अनि 토지거리 कन्दीको 남에들 श्री 샤샤이 कन्दीक ताई जुलाई हृदयबाट नै हार्दिक धन्यवाद 다대양 ज्ञापन गर्न 상례기 चाहन्छु अब 투라 वज्रधारा 세다래 सिद्धरुम्बुछेज्यू 장군스들 무시 अझ अझै अब 기 भोटको 다 아주 इतिहासमा अत्यन्त 루규 महत्त्वपूर्ण एउटा 달라마 उहाँ गुरु रहेको छ 좀 차디 거래 대양 अब यो 시규기 긴진 수행데 길릭 투면 나올이야 중원은 신 अब यसको इतिहासमा पल्टेर हेर्ने हो भने 투에 총리야 예부 수진 अब यो 방 तोब्जेंदु अब क्युले सो बुद्धको पालोदेखि नै यारदु भविष्य छेबेगी वाणी गर्नुभएको केरबिन बुद्धले छेबे वाणी गर्नुभएको होइन अनि तेनेदा मार्दु छुगी गेंजे भारतवर्षमा सुनसेने भोटमा यसरी त्यसै ड्रंगसु गरी अब ढोगन गेरबिन रहेपछि उहाँको यो ड्रंगर प्रवचनभित्र रेबसुले सोंदे त्योभित्र अब यो लुग्यु जीवनी कमादु गाथाभित्र छेबेगी गेरबिन जेजेता खानदार दिनजेगी अनेक यो जीवनी गाथाभित्र अनि उहाँ चाहिँ अब गेरबिन सिद्ध मलया पुरुष र एउटा सिद्ध टेबल प्राप्त चिने गर्नुभएको एउटा सिद्ध वनेवेगी पुरुषको रूपमा लोथा उहाँलाई अब दुगी लिइन्छ 수 때네 अन 저의 텐자가 विशेष गरी अहिले हामीले ताई सितु भनेर ताबर도 अब 다당한 उहाँको 저다 ताइ스ु नाम हामीले करण गर्दछौँ 쉐베기네 체 यो 체네 뇌하기 अब पहिलो 아시 अवतार चाहिँ 군디 घोषिसुकी खेल्छन् रहेको छ उहाँको 총원디 किनकि ताई 아니 सुदुरुमछको पहिलो अवतार 쉐기 견제 차디 거래 अब घोषिसुकी खेल्छन् अब 고시 सितुभित्रको 쉐기 견제 पहिलो अब छुकी खेल्छन् 세규 धर्मध्वज 군딩게 나로래야 अब 아니 यसरी 쉐기 견제게 천제 अब यसमा 니예베 धर्मध्वजको 나로래 दुईटा नाम 에 मध्येमा पहिलो 콩아마디 परेको छ 차디 거래 콩제 अब पाँचौं कर्मोपदेशिसको 까마바 चेला रहेको छ 까바 उहाँ चाहिँ 디신시베 로마인버체 안에 떡미 고모 용류 안에 광리야 관딩圆通 妙计 यसरी 妙事 नाम दिएको कारणले गर्दाखेरि 다디네 체 나와라 때네 아니 कन्तिङ भनेको चाहिँ यसरी अब 관딩스야 कन्तिङदेखि उहाँको 생수를 नाम यसरी नामकरण भयो 그래 त्यस्तै गरी अब धर्म 텔레야 स्वामी अब 주지 देशी 대신 शेर्पा 시비에기 अनि यसरी 스듀기 롱다 अनि 우샤나와 렌시게 नाम त्यसै गरी एउटा 스루스야게 체네 मुकुट दिएको कारणले 데 गर्दाखेरि 통마디 अनि 체제 यसरी सितु भनेर 데 नामकरण 송데 गरियो नाम राख्यो भने 다데 यसरी अब 연시 스두드시 भनाइन्छ 벤조디 까마보다 त्यसै गरी अब टुप्पा थुवा धन्देन 문진나와 टुप्पा 차디 थुवा 거래 धन्देन अनि 로나 कर्मको टुप्पा थुवा 장군 छैटौँ 스두르 कर्मको 무시 औत्तरीदेखि नै यसरी 군딜 아니 벽이 भविष्यवाणी गरेको छ भने 류활이야 त्यसै गरी उहाँको 총마 इतिहासमा हेर्ने भने अब 추역이 पहिल्यैदेखि 아니 चलिआएको एउटा 디규시 차디 यहाँले भने पूर्ण 거래라 भएको सिद्ध पुरुष र 감상 मृत 겨와야 पुरुषमा अब 세 हामीले 나로네 बुझ्न 아니 सक्छौँ 차마나니 피베 제레야 쭈구 총아셔디 아니 스두 군디림 주인데 त्यस्तै गरी उहाँको अब पहिलो 스두 군디 औतरीदेखि 방고네 सातौँ 소네 औतरीसम्म 스두 अब 군디 두바 미밤 अब 칠레야 땡그 바르도 대사 छिनले 바로미 ओभर भने 깐데기 त्योभित्र उहाँ बस्नुभयो 진동 그 당번제 체네 아니 템버치다 उहाँले 체다 अनेक यसरी प्राणी हितको 근데 लागि कार्यहरू फैलाउनु 진라바시 भयो 도마치 깡여베 이마레 त्यस्तै गरी 다디나네 अब 군딩게바 आठौँ सितुबाट महा빈드다 छुकी झुनेको अब 최기 विषय 존에 बदन 더버치 차샤비나 बदन 아니 गर्दाखेरि 까마 감상쌈도 अनि 마세베기 아니 별 간생이 좋은기 튜몽 그 링네래야 अब सङ्बङ 송방 याप्से भनिन्छ yapsegi हो 제수 पिता 아니 पुत्रको 제제 अब 지슈에드비 बालोमा हेर्ने हो भने म चाहिँ 임브레 एकदम के हो त यो 라버도 깝디비 아니 ग्रामरमा 위스타소 अत्यन्त 길레 벽이 서그 एकदम 칼레야 까마 감상이 भोटको अब 고래야 विख्यात पुरुष रहेको थियो 첩세기 제네 슈심부 탭체네 아니 궁에 첨부직 체대베기 급차디 요래라 아니 디 나네 꺄 अब त्यस्तै गरी अब 12औं 영화만 कर्मको 군주 जाँचुद्ध 총리가 चाहिँ अनि 전주도지다 8औं क्षमरमा 템마 पाल्जुसुके धुलुप 아 अनि यसरी 예바 빠진 최기 든니 अनि 시드 चीनमा अब यसरी 롱덩이 갸나도
स्वागत गर्ने बेलामा अब 람발라야 yapse namba niga lo gomba zawa indusane tene kama kamsang ki temba di त्यो बेला चाहिँ के हो त कर्म कमसँगको शासन चाहिँ एकदम तल खस्किएको थियो विकृति भएको थियो अनि सिधु बेन्सेगे थुगु अनि छिसे ना पछि गएर अब 8औं सिद्धुपाले अब अत्यन्त के हो त नि यसलाई 대잠도 마세 वृद्धि र फैलाउनु भयो 사살이야 त्यहाँदेखि अब 차 उहाँको अब मुख्य अब बास गर्ने मण्डप भनेको 디기 투지 पल्पुङदेखि अब सुरुवात भयो अनि 튜럽 주딘 비젤이야 अनि 감초스 예베기 까막감상 대서 조지게 अब कर्म कमसँगको मुख्य अब धर्म फैलाउने ठाउँ भनेको पल्पुङ रहेको छ बोर्डमा अनि पावङ अनि यसरी अब अनेक अनेक चिकित्सक सूत्र सूत्र शास्त्रहरू हैन ग्रन्थ त्यस्तै गरी अनेक दवाई विषय हैन त्यस्तै गरी यो बोर्डको अब यो ग्रन्थहरू भनौँ न ग्रामरको अत्यन्त अब उहाँले अब यसरी अब वृद्धि गराउनु भयो फैलाउनु भयो उहाँले अब धेरै रूपमा भयो अब अहिलेको के हो त अब श्रवण मनन चिन्तनमा सबै अब ज्ञानले भरिपूर्ण भएको रहेको छ यसको विषयमा हामीले बताउनै परेन पछि गएर अब अहिले 12औं अब उत्तरी यहाँ धेरै हिँड्यो भने छ उहाँलाई हैन उहाँ चाहिँ अब अहिले हाल चाहिँ अब हिमाचल प्रदेशमा रहेको अब पल्पुङ शिरबलिङ भने त्यहाँ अब अहिले उहाँ स्थित अहिले बास गर्नुभएको छ यसरी अब अनि अनेक ठाउँमा यसरी उहाँले पदार्पण गरेर बौद्ध धर्मको यसरी जताततै अब फैलावट उहाँले वृद्धि गराउनु भयो त्यस्तै गरी भनौँ न अब यो कमसङभित्र पर्ने अब के हो त नि जति पनि अवतारी गुरुहरू थिए अनेक भिक्षुहरू छ उहाँहरूलाई अब यो प्रति मोक्षको सील सम्बर सीलहरू प्रदान गर्नुभएको छ त्यसै गरी अनेक अब उहाँले ठाउँमा अब पाल्नु भएर धर्मको अब ध्वनि उहाँले गुन्जाउनु भयो अनि समग्र बौद्ध धर्म उहाँले धेरै माथि उक्लिनुको लागि धेरै नै उहाँले जीवन योगदान गर्नुभएको छ के भए तापनि कर्म कमसङको एउटा के हो त मुख्य एउटा जरा एउटा फेद एउटा चन्द्र सूर्य जस्तो रहेको छ 넘버 10月拿了呢他的错新鲜了确定对吧你强个是不切当अनि सांदा अब अहिले हाल अब कर्मपाको मुख्य अब 4 जना अब उहाँको एकदम हृदयको छोरामा मध्येमा 2 जना रहेको छ एउटा को श्री कल्चर मुजिजु अर्को जी कन्दिङ ताई सुदुरुमुस रहेको छ विशेष गरी अनि अत्यन्त यो एलम भाग्य भने ठान्दछु यो पाली यो 38औं कगी मलमा अब के हो त यो भएको बेलामा प्रत्यक्ष रूपमा पाल्नु भएर यसरी अनि अनि यसपालि उहाँले अब धेरै अब यसरी संघर्ष गर्दै समयलाई अब यसरी कगी मलमा पाल्नु भएर 38औं कगी मलमा यसरी अब बौद्ध धर्मको यसरी कर्म कमसङको शासनले फैलाउन दिनुभयो त्यस्तै गरी अनि यसरी अब जसोसुकै उहाँको स्वास्थ्य कमी कमजोर भए तापनि अस्वस्थ भए तापनि हामी प्राणी हितको लागि सम्झेर यसरी एउटा बिहार जुन बुद्ध जन्मेको भनौँ बुद्ध गएको ठाउँमा यसरी पाल्नु भएर यसरी 38औं कगी मलमलाई उज्यालो पारेर शोभा बढाइदिनु भयो अनि जुन यो 38औं कगी मलम उहाँको एउटा आफ्नै एउटा धारा विचारधारा भएको जस्तै अनि यसरी के हो त नि यो तम्सिक तोर्चे तेपर लगायतका यो संचुमेलम भद्रचरी प्रणिधान यसरी अब अनि सञ्चय गरेर प्राणी हितको लागि युगौं युगको पुण्य सञ्चय गर्नुभयो अनि यो गर्नुभएकोमा म हृदयबाट नै अब एकदम खुसी व्यक्त गर्दछु र यसमा अनुमोदन पनि गर्न चाहन्छु अब
जिन अब पुत्र पिता केले भनिन्छ त भन्दाखेरि यो अब कर्म कमसँग आइरहेको छ यो के शब्द बोल्नु पर्दाखेरि अब 13 कर्म एउटा ग्रन्थ रहेको छ जुन 13 औँतरी कर्म डुडुल दुर्जे लगायतका अनि गर्न उहाँले एउटा ग्रन्थ लेख्नु त्यो भित्र चाहिँ यहाँ भनेको छ कि जति पनि यो काइक्युबा भित्र जस्तो कि कमसाङ भित्र झ्यावा याप्से जिन पिता पुत्रको जुन अब पितामा चाहिँ अब चारजना पुत्रहरू रहेको छ जुन याप्सेहरू होइन याप्ताङ्से यो सबै कर्मपाको सबै कर्मको लीला हो भनेर बताएको छ अनि अनि जुन उहाँले चाहिँ के लेखेको छ त भन्दाखेरि जुन अब चाहे कर्म कमसँग सम्प्रदाय भित्र पढ्ने जुन अब घ्याउ हेप्से किन पिता पुत्रमा पढ्ने जुन जति पनि 5 जना 6 जना कति हुनुहुन्छ होइन जति पनि यो भित्र भएको पिता पुत्रहरूलाई चाहिँ अनि सबैमा समानता चाहिँ जिन पुत्र हो चाहे जिन पिता हो सबैले एकै समानता हिसाबले यसरी हेर्नुहुन्थ्यो अनि यसरी यो लौकिक प्राणीहरूले आस्था नगरेको जसरी होइन भित्रैबाट के हो त लोकोत्तर यसरी आस्था भक्तिद्वारा यसरी होइन सम्मान गर्नुहुन्थ्यो भने यसरी उल्लेख गरेको छ त्यही कारणले गर्दाखेरि अब याप्से पिता पुत्र भनेको गुरु चेलालाई बुझ्छ अनि यो पुत्र र पिताको बीचमा अनि अवतार लिँदाखेरि कहिले काहीँ पिता अनि कहिले गुरु चेला बने चेला चाहिँ गुरु बने यसरी नै प्राणीहरूको लागि अब रूप लिँदै प्राणीहरूको लागि अब कल्याणमा यसरी हित कार्यहरू यसरी रच्नु भयो त्यस्तै गरी मिगी दोर्जीको एउटा प्रवचनको एउटा सङ्ग्रहभित्र अब कमसाङ गुरुहरूको कमसाङ गुरु पिता पुत्रको 6 जना परिवारको एउटा प्रार्थना भनेको छ होइन यसरी अनि प्रार्थनाको अन्तिम पाठमा चाहिँ के लेखेको छ भन्दाखेरि होइन अनि आफ्नै अब यो पिता र पुत्रहरूको बौद्ध धर्म कसरी फैलाउनु पर्छ फैलिएर राम्रो होस् एकदम फैलिएर जाओस् यसरी प्रार्थनाको शब्द कोरिएको छ अब 15औं अवतारी कर्म बलले यसरी अब भएपछि के गर्दा फेरि काइयो मल्लमा हामीले फेरि त्यसलाई अब जुन कर्म कमसाङको बौद्ध धर्म कर्म कमसाङको शासनलाई फैलाउनको लागि चाहिँ हामीले काइयो मल्लमा यसरी त्यसमा नि एउटा बुक किताबभित्र ग्रन्थभित्र हामीले राखेका छौँ जे भए तापनि के हो त सिद्धुपाको के हो त नि कर्म कमसाङको यसरी अब जुन प्राचीन कालदेखि अहिलेसम्मको अब अटुट क्रममा अवतारीहरू आइरहेको छ एक एकसम्म त्यस्तै गरी अब कर्मपाको पनि अवतार अहिलेसम्म आइरहेको हुँदाखेरि यसरी सबैलाई अब समेट्नेर सत्य कर्ममा लाउनु उहाँले धेरै अब यसरी योगदान पनि दिनुभएको छ अनि पाओ त्यो झम्गुनको अब भनौँ न अनि ग्याल्छ भने यसरी अनेकन अब अनि यसरी भनौँ न बुद्धको एउटा धर्मलाई चाहिँ आफ्नो हातमा लिएर यसरी अनेक नामकरण गरेर यसरी नाम लिएर अनि प्राणी हितको लागि दिन प्रतिदिन यसरी खट्नु भएको महा सिद्ध पुरुष रहेको छ उहाँहरू अनि उहाँहरूले जे कर्म गरे तापनि के हो त भने निष्पक्ष हिसाबमा पक्षपात नगरिकन यसरी उहाँहरू अब खटिरहनु भएको छ अब हामी उहाँको चेला भएपछि हामीले के सम्झिनु पर्छ त भन्दाखेरि हो उहाँहरू चाहिँ प्राणी कर्म कमसाङको शासनलाई फैलाउने महान गुरु रहेको छ भने कर्मपाको जति पनि कर्महरूलाई कर्म सिद्ध
पुरा गर्ने साकार गर्ने एउटा सिद्ध पुरुष हो भनेर हामीले यो चाहिँ बुझ्नु पर्दछ। मैले यो विशेष गरी बताउनुको कारण के हो त भन्दाखेरि यो चाहिँ के हो त समग्र एउटा बौद्ध धर्मको मुख्य अब मार्गदर्शक गुरुहरू पनि हो भने विशेष गरी यो कर्म कमसँगको बुद्ध धर्मलाई फैलाउन लागि मुख्य अब अग्रज पनि हुनुहुन्छ। अनि यस्तो कुराहरू चाहिँ जुन उहाँको छेउछाउमा बस्ने चेलाहरू सेवकहरू चाहिँ हाम्रो गुरु चाहिँ यस्तो कर्म कमसँगको एउटा सूत्रधार हुनुहुन्छ। त्यसै गरी समग्र बौद्ध धर्मकै एउटा मार्गदर्शक हुनुहुन्छ भने यसरी विशेष गरी कर्मको मुख्य अब बौद्ध धर्म फैलाउनमा एउटा कर्मको एउटा सिद्ध गर्ने एउटा महान पुरुष हुनुहुन्छ भनेर बुझ्नु पर्दछ। अब के हो त यसमा अब 3000 जस्तो भिक्षु नै रहेको छ। त्यस्तै गरी के हो त 700 जना अब सामान्य यो अब भिक्षु भिक्षुनीहरू गर्दाखेरि अब यसमा चाहिँ के हो त भन्दाखेरि अब 4000 मोटामोटी 4500 समय यसरी अब भिक्षुहरू पाल्नु भएको रहेछ र गृहस्थी वर्गहरू उपसिकाहरू त भन्नै पर्दैन, सबै गरेर यसरी यसपालि असङ्ख्यमा पाल्नु भयो। अनि जति पनि यो प्रत्यक्ष रूपमा होइन अनि 881 जना सबै यसपालि आउनुभएको रहेछ। त्यसै गरी अब अब 130औं देशदेखि यसरी पाल्नु भएको रहेछ। अब मोटामोटी अब भिक्षुजनहरू सबै अब भित्र अब पूजामा भाग लिनेहरू 551 जना रहेछ भने अनि त्यसै गरी अब त्यसमा कामदार त्यसमै खटेको अनि बिहारकै छेउछाउमा मन्दिरको परिसरमा बस्नेहरू 79 जना गरी यताउता गरी अब बाहिर नेपालदेखि आएको निकै त्यस्तै गरी गर्दाखेरि अब अनि 37वटा देशदेखि आउनुभएको अब बाहिरको भिक्षु भिक्षुनीहरू पनि हुनुहुँदो रहेछ। सबैले अब सुसम्पन्न हाते मिलो गरेर सबैजना यसरी मिलेर कैकी मलम गरेको हुँदाखेरि अनि अत्यन्त यो अब राम्रो भयो। पहिलो दोस्रो चरणको कल्याणमय सुसम्पन्न भयो। यो एकचोटि हामी यसरी भेला भएर प्रार्थना गरेको पुण्यले चाहिँ के हो त आकाशसम्मले ढाके सबै प्राणीहरू बुद्धको ज्ञान प्राप्त गर्न चाहन्छु। अनि बौद्ध धर्महरू के हो त कहिले पनि अब यो नष्ट नभइकन हो लामो समयसम्म प्राणी हितको अब यो हित कल्याण त्यसै गरी अनि आफ्नो मुख्य अब कृपालु माता पिताहरू आफ्नो कल्याण मित्रहरू त्यसै गरी सबै सारा राष्ट्र यो देशमा छरिएको सबै संसारमा छरिएको प्राणीहरू बुद्धको ज्ञानले परिपूर्ण होस् भन्ने प्रार्थना गर्न चाहन्छु। अनि सबैलाई अनि ट्रस्टीलाई सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।